यस्तै छ पारा मेरो बाल छैन आमा बाको गाउँ छोडेर सहर पसेर म छाडा भएको आन्दैछु ऱ्याप मुजी होइन मैले गाना गाएको हामी यहाँ भ्लग बनाउनु त निक्ल्यो तर भ्लगमा के बोल्ने भनेर चाहिँ थाहा छैन कि हामीलाई मेन समस्या त्यहाँ हो मेन समस्या हाम्रो त्यो हो कि तपाईँहरूले बनाउँछु त भन्ने लाग्यो हैन लाग्यो तर के बनाउने भने के बोल्ने नै थाहा छैन कि हामीलाई र गाइज हामी जापानको यो मौसम छ चिसो चिसो अहिले दिउँसोको 2 बजे पनि तपाईँले पुरा राति देखिरहनु भएको छ यसो अब यस्तै हो जापानको लाइफ परदेशी जीवन यस्तै भइरहेछ हामी यसो भिडियो बनाऊँ भनेर तातो तातो कफी खान निक्लिरहेको अब त्यहाँको भेन्डिङमा गएर हामीले कफी खान्छौँ त्यो कफी खाएको पनि तपाईँहरूलाई देखाउन चाहन्छौँ हामीले चिप्न चाहिँ पाइएन ल ल गाइज एकछिनपछि फेरि हाम्रो भ्लग आउँछ हाम्रो भ्लगको नाम छ मुन्ना सरकार भ्लग सबैले सब्सक्राइब लाइक कमेन्ट ल यो फेरि तिम्रो जापानको विद्यार्थी आइरहेछन् अहिले यिनीहरूको शनिबार पनि स्कुल लाग्छ हप्ताको 5 दिन स्कुल लाग्यो पनि एक दिन चाहिँ स्पोर्ट हुन्छ यिनीहरूको यस्तै विकसित देश भनेको विकसित देशै हो नेपालमा अब गाडी आउँदै पैसा यहाँ तिरे पनि विकसित भन्ने यहाँ भइरहेको हुन्छ गाडी पनि अब आफ्नै रुलमा चलिरहन्छ यहाँ सबैले थाहा भएकै कुरा हो तर थाहा नभएको व्यक्तिहरू पनि हुनुहुन्छ होइन गाइज बारा गाडीहरू यस्तै छ यहाँको माहौल अब हामी यहाँ भ्लग बनाउनु त निक्ल्यो तर भ्लगमा के बोल्ने भनेर चाहिँ थाहा छैन कि हामीलाई मेन समस्या त्यहाँ हो मेन समस्या हाम्रो त्यो हो कि तपाईँहरूले बनाउँछु त भन्ने लाग्यो हैन लाग्यो तर के बनाउने भने के बोल्ने नै थाहा छैन कि हामीलाई पुरै चिलमा हामी यहाँ भइरहेको छ दङ्गाली पारा ऱ्याप बनेको यही हो कस्तो मुजी थाहा नभएको यस्तै कमेडी हान्ने हो क्या जति कमेडी उति उ गर्छ नि त जहिले पनि मस्त पारा चाहिँ दङ्गाली पारा चाहिँ बवाल हो हामीले तपाईँहरूलाई मनोरञ्जन दिन आइरहेका हुन्छौँ दिनदिनै तपाईँहरूले मुन्ना भ्लग मुन्ना सरकारलाई मुन्ना सरकार भ्लग हो मुन्ना भ्लग सरकार खुलेबाट कता जाने यता यता देखाऊ यता मलाई देखाऊ कि अब ल गाइज टिकटक तपाईँहरूले यो टिकटक हेरेर टिकटकमा त्यो उता जान्छ कि युट्युबमा टिकटकमा हाल्छौँ हामीले अनि त्यहाँबाट त्यो युट्युबमा जान्छ हैन हाम्रो युट्युबमा गएर सर्च बारमा गएर मुन्ना सरकार भ्लग सर्च गरेर लाइक कमेन्ट सब्सक्राइब तुरुन्तै गरिदिनु होला भन्ने अपेक्षा राखेका छौँ लास्टै चिसो गर्यो क्या जापानको किरे खावा म बिते चेत्तो नियनको डेमो बुझिन नि मैले ल जापानको खोला हेर्न सक्नुहुन्छ यति क्लियरली यति सफा छ सुन्दर भयो भने सुन्दर सफा यहाँको सिस्टम भनेको यो अब रातारात झुल थापेर मारिदिन्छन् मान्छेले नेपालमा अलिकति शैली छैन हाम्रो शैली बनाउनु पर्यो शैली नभएको होइन शैली हामीले के भन्छन् त्यसलाई अलिकति विकसित नगरेको मात्रै हो विकसित हुनु पर्यो हामी पनि लास्टै फुलहरू हेर्नु नि बबाल हान्दो रहेछ यो यस्तो छ यति राम्रो चिलमा हिउँ पग्लिरहेको छैन हाम्रो 4 दिन भइसक्यो हिउँ परेको अझै हिउँ छ तपाईँहरूले हिउँ देख्न पनि सक्नुहुन्छ नुन जस्तै छ खाना पनि फरक पर्दैन खाना चाहिँ अलिकति फरक पर्छ चिसो भइरहेछ हामीलाई फुलहरू फुलिरहेछन् बगैँचामा बगैँचामा नजाऊ तिमी भमराले चुमिदेन यस्तै यस्तै गीत पनि आइरहन्छ हाम्रो बिचमा भ्लगमा हैन डान्स पनि आउँछ फेरि यहाँ कार पनि 2 जना मान्छेको लागि मात्रै हुन्छ फेरि 2 भन्दा 3टा चढ्न मिल्दैन नेपालको यस्तो पुरा
25 जना चढ्ने हुन्न सिट क्षमता भन्दा बढी बोक्न पाइँदैन ओन्ली 2टा फुतारी दाके कुरुमानो नखाने फुलारी दाके कछुवा के बुझ्दिन यहाँ चाहिँ हँ के बोली त सुनिरहेको छ हाम्रो डरो आउँछ बोल्दा तपाईँ उहाँ गएर सिक्नु आउँछ कि बोल्दा बाल छ अब हामीले त्यहाँ झरना देखाउन गइरहेका छौँ अहिले हाम्रो गाउँ स्याउ मस्तो मेरो तारा यस्तो थियो आउँछ अनि यहाँ हाम्रो देखिरहनु भएको छ तपाईँहरूले टक्क लाएर यस्तो पारामा कोसित बोलिरहनु भएको छ मलाई भिडियोको लागि फोटोहरूको लागि हेर्नु सक्दैन यस्तो बवाल ठाउँ छ क्या बवाल भन्दा नि बवाल छ क्या देख्नु झरनाहरू होइन झरनाको चिसो पानीमा मस्तसँग हामीहरू हेर्नु दामी हेर्नु सक्छ हेर्नु माछाहरू देख्नु सक्नुहुन्छ माछा वाउ कस्तो दामी माछा छ होइन तिम्रो त्यो खै यस्तो माछाहरू माछा बवाल त्यो बन्द गर्यौ हटस्पट हजुर हटस्पट बन्द गर्यौ के हटस्पट हजुर बन्द म ल्याएन त है केमा बनाएको छ त यो त भिडियो बनाएको छ पछि गएर हामीले पोस्ट गर्ने दामी छ क्या माछा हेर्नु नि त यार मान्छेहरू आएर म यसमा त आएको थिएन होइन दामी रहेछ माछाहरू छन् यहाँ रङ्गी बिरङ्गीका हेर्दाखेरि माछाहरू भइरहेका छन् यहाँ अब थरीका माछा 7 रङ्गी माछा आँखा काला चाक्रा म जुम गरिदिले अनि यहाँ राम्रा मान्छेहरू पनि हिँडिरहन्छन् तर त्यसरी हामीले भन्न नहुने कुरा हो यो सट्टीमा बुझ्नु होला तपाईँहरूले हैन सट्टीमा बुझ्नु पर्छ सट्टीमा बुझ्दाखेरि नै अति राम्रो होला भन्ने अपेक्षा राख्दछौँ ल गाइज पारा तर सिन चाहिँ बवाल हुन्छ क्या यहाँ जस्तो होइन मजाको लाइटिङ साइटिङहरू मस्तसँगको चिजमा ल्याएर यत्नु नदिनु कि दाइ बगैँचामा नजाऊ अब अर्को गीत एउटा सानो टुक्का पनि म गाउन चाहन्छु कस्तो टुक्का बत्ती बाली मटी तेलमा लाहुर जाने रेलमा बत्ती बाली मटी तेलमा लाहुर जाने रेलमा जान्छु केर लौरी भयो पिरतीको खेलमा आँधी खोला उर्लेर आयो आउने थिइन मायाले बोलायो हिमाल पाटी पल्लापट्टि छमछम गर्ने खोला है उर्ल्यो है हिमालपट्टि पहिलोपट्टि छमछम गर्ने खोला लुकी चोरी लाको माया नभन्दिनु होला छ भने माया छपक्कैलाई देऊ छैन माया मोहनी नलाइदेऊ न धेरै हल्ला गर्न पनि पाउँदैन हामी त्यही भएर अलिक साइलेन्ट मोडमा छ अहिले अब फेरि हाम्रो भइरहेछ यहाँ हामी अब एकछिन पछि पार्कतिर जान्छौँ अर्को नयाँ आतारासी कोवेन जापानिजमा आतारासी कोवेन भन्छ नयाँ पार्कलाई भर्खर हाम्रो यहाँ सिर्जना भएको छ आतारासी कोवेन अनि यताबाट जाम हामी हाम्रो जस्तो नेपालमा हुन्छ नि गल्ली यहाँ पनि गल्ली टाइप पनि हुन्छ है बत्ती सत्ती अलि त्यस्तै टाइपको तर विकसित भने हुन्छ त्यहाँ हाम्रो फोहोर भन्ने चाहिँ यहाँ केही पनि हुन्न फोहोर मैला चाहिँ यहाँ कोही पनि धुलो भन्ने हुन्न अनि त्यही जे छ आफ्नै शरीरबाट मैलो भएपछि भयो यसलाई चाहिँ काट्न पर्छ है अलि उभा छ आजको लागि यति अर्को चाहिँ फेरि अर्कोचोटि अर्को भिडियोमा फेरि दामी ल्याएर आउनेछु आजको लागि यति